आजको मेरो खाना यस्तो छ। हेर्नुहोस् है साथीहरू, यो चाहिँ कुखुराको मासु लेग पिस बोइल गरेर खाऊँ भनेर ठिक्क पार्दैछु। यसमा अघि नै मरमसला हाल्यो, प्रेसर चाहिँ कम कम हालेको लागेन छ। यसमा आटाको पिठो रेडी छ चालेर। अब यहाँ तरकारीहरू मरमसला मोलेर ठिक्क भाँडामा राखेको अघि नै। अनि यसमा बफाउने गाजर, भेन्टा, आलु, साग पनि छ। यहाँ साग राख्न लाग्दैछु। यो साग पनि त्यही हाल्ने हो। अनि यसमा भेन्टा पनि हालेर फर्स्टचोटि यसरी खाने कस्तो हुन्छ मोला। अलिअलि मसला र पिठो अलिअलि मोले चाहिँ कस्तो हुन्छ हेरौँ। प्याज रेडी भयो। अब चाहिँ साग, यो साग पनि माथिबाट राख्ने हो। अनि पिठो मुस्ने, यो तरकारी बसालेर पिठो मुस्ने। मासु चाहिँ अलि पाक्दैन भनेर अघि बसाल्यो, साग हालिसक्यो। अब बसाल्नु है, ल बसाल्यो। अब बिर्को लगाइदिउँ। खै मिलेन त साग चिप्यो यताबाट। ल अब बसाल्यो। अब उतापट्टि यो भाँडाहरू चाहिँ धुनुपर्ने छ। अब पिठो मुस्ने अनि रोटी बनाउने। बाबा चाहिँ फेरि पुरी पो खाने अरे, पुरी बनाउनु लाग्दैछु। पुरी पनि पाक्दैछ। 3-4वटा त पाकिसक्यो, धेरै पकाउनु पर्दैन। अब सुक्खा रोटी पनि बनाऊ। सुक्खा रोटी यसरी पकाउँदाखेरि फुलेन भने त मलाई रोटी पाके जस्तो लाग्दैन। त्यही भएर यसरी फुल्यो भने चाहिँ मजा लाग्छ। रोटी पनि पाके जस्तो लाग्छ, मिठो पनि हुन्छ। यसरी नै पकाउँछु म चाहिँ रोटी। तावामा नै पल्टै पकाउने हो। ग्यासमा माथि चाहिँ यस्तो लगाउनु मिल्दैन। अब अर्को रोटी हालौँ। अर्को रोटी हालिसक्यो, फर्काउने बेला भयो। यसलाई फर्काइदिएँ। यो पनि फुलेर मजाले पाक्यो। अब रोटी पनि पाक्यो, सुक्खा रोटी पनि। अब रोटी खानेले रोटी खाने, पुरी खानेले पुरी खाने। यो पनि पाक्यो मजाले, तलसम्म पुगेछ घटेर। अब खाऊँ कस्तो हुन्छ तरकारी। कस्तो मजा भएको पाकेर क्या सलक्क। यता मासु पनि पाक्यो। रोस्ट गरेर थुप्रैचोटि खाइयो। यसरी चाहिँ खाएको थिएन, फर्स्टचोटि अब खाइहेरौँ। अब सबैजना भाग लगाइसक्यो। अनि बुढाले खाइहेर्नु त, बुढो कुन खाउँ भन्नुहुन्छ। सागबाटै सुरु गर्नुभयो। मिठो भएछ। खाइसक्यो हामीले चाहिँ फाइनली। रोटी चाहिँ खाइसक्यो, अरू त खाइसक्यो। अनि तरकारी पनि खाइसक्यो। यो छोपिराख्ने, भोलि खानुहुन्छ। हाम्रो चाहिँ यो बेलुकाको खाना।